वेलकम बैक टू माई यूट्यूब च्यानल गाइस। अब अर्ग्यानिकलाई यस्तै हुन्छ हैन। अब बाख्रा चराउनु भाइटिकाको भोलिपल्ट बाख्रा चराउनु जाँदैछु। बाख्राहरू यहाँ चाहिँ घाँस काट्नुलाई अलिकति हिजोको त्यो उसले धुलो धुवाले गर्दाखेरि अलिकति चिसो पनि लाग्यो, टाउको दुखेर एकदम गाह्रो भइरहेछ। एउटा दबाई खायो अरे अनि बाख्रा अहिले चराउनु पर्यो भनेर चरायो भने अलिक घाँस काट्नु पर्दैन, सजिलै हुन्छ। पानी यहाँ गर्मी भएर बसिरहेको चाहिँ यसलाई पनि खोला लानुपर्छ। फेरि हे छै 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 फेरि यस्तो छ नि धान खानलाई कुदिहाल्छ है। छै हेर्दैनस् छै छै यो फुच्ची पनि आयो। फेरि अर्को त्यो तल्लो घरको पाठी आयो। अब यो कहाँ जान्छ नि यो? जा गर्छ 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 गर्छ। मेरो बाख्रा चाहिँ धानमा कुदिहाल्छ कि पाकेको धान छ, धान खायो भने मर्छ क्या, पेटमा गाडिन्छ धानहरू। अनि भनौँ न अब अर्ग्यानिक भाषामा त्यही अग्राउनु सक्दैन धान गाडिएपछि। अनि अग्राउनु नसकेपछि भित्र त्यही ग्यास बन्ने पचाउनु सक्दैन धान, अनि मरिदिन्छ क्या बाख्राहरू। त्यही भएर धान खानु दिनु हुँदैन। त्यही भएर कुद्दै 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 उतै जान्छ, हो त्यहीँ जान्छ। माथि जा माथि फ्री फ्री। यहाँ पछि 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 हिँड्नुपर्छ है। रहरी छ, रहरी अलिअलि तल खाँदा के हुँदैन, धेरै खाइसक्यो रहरी त। अब के गर्ने, चराउने बानी छ, खान्छ अलिअलि। अब यिनीहरू यताबाट गयो, अब यिनीहरूलाई छेक्नुलाई यताबाट जानुपर्छ क्या, यो साइडलाई। ग्याटिस पनि बोकेको छु यहाँ झोलामा। ढुङ्गा छ, सानो ढुङ्गा छ, धेरै छैन, धेरै ठुलो ढुङ्गाहरू छैन, सानो छ। यसो खुट्टातिर हान्नु गर्नु। चारवटै बच्चा पाउनेवाला छ, चारवटामा। अनि धान पाकेर यस्तो भइसकेको छ, पुरै धान पाकिसकेको छ। मेसिन लगाएर कटाउने कि भन्ने भइरहेछ। सबैले मेसिन लगाएर कटाउँछ। मेरो चाहिँ के भनाइ भन्दाखेरि अब मेरोमा यहाँ काम गर्ने, सधैँ काम गरिदिने हुनुहुन्छ। अनि उहाँहरूलाई अब दिनी भन्छ यो यहाँ चाहिँ होइन। दिनीमा दिनी भनेको चाहिँ कस्तो भन्दो रहेछ भने उहाँहरूले नै धान काटिदिने अनि बिट्टा बाँधिदिने। फेरि उहाँ निक्लिसक्यो, त्यही भएर यताबाट आउनुपर्छ भनेर भनेको थिएँ नि मैले। फेरि फेरि छै ऊ त्यसरी चोर्नु कुदिहाल्छ क्या। एकतिरबाट भगायो अर्कोतिर चोर्नु कुदिहाल्छ। पछि 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 कुद्नुपर्छ यिनीहरूको नि। त्यही मैले भन्दै थिएँ नि, दिनीमा भनेको चाहिँ उहाँहरूले नै धान काट्ने, बिट्टा बान्ने, उठाउने, कहाँ राख्ने भनेर एक ठाउँ जम्मा गर्ने। त्यसपछि धान दाउनी गर्नुलाई थ्रेसर मेसिनमा, ट्र्याक्टरमा थ्रेसर गर्ने। अनि त्यसपछि धान पनि उठाएर भकारीसम्म लगिदिने काम हुन्छ। त्यसपछि त्यति मात्रै नभएर अब फेरि पराल पनि हुन्छ। पराल पनि बाँधेर कहाँ कुन्यु लाउने त्यहाँसम्म लगेर राखिदिनुहुन्छ उहाँहरूले। उहाँहरूलाई अब त्यही अनुसार लिनुपर्छ। चप्पलै खुस्क्यो मेरो त।
चप्पलको गाँठै खुस्क्यो आलीमा हिँडेको एउटा हातले भएन दुईटा हातले फिते चप्पलको यस्तै समस्या हुन्छ कि घाँस फुलेर माताको मन्दिर पर छ होइन हरियाली अब यहाँबाट निकाले अब उहाँ पर छिरिसक्यो यिनीहरू कि धान हुनुलाई नि धेरैवटा बाख्रा मैले थाहा नपाएर धान खाएर मरिसकेको छ बाख्राहरू यस्तो छ झाडी उताबाट अलिअलि जाँदा हुन्छ त्यहाँ झन् काँसहरू छ धेरै काँडाहरू छ अनि त्यही भएर यताबाट उहाँ चढ्दैछ पर चढ्नु चाहिँ बाख्राहरू त्यहीँ चढ्दैछ आफू चाहिँ यताबाट जानुपर्छ कि साइडबाट धान नखाओस् पनि र धानको छेक्नुलाई धानमा कुदिहाल्छ नि बाख्रा पाल्नु भन्नु मात्रै छ घाँस काटेर दिनुपर्छ के गर्नुपर्छ चराउनुपर्छ चराउँदा यसरी याद गर्नुपर्छ धान थोरै खान्छ त्यो ठुलो कुरा भएन तर धान पचाउन नसकेर मरिदिन्छ अनि घाटा लाग्छ अब चारवटामा आउँछ बच्चा पाउने होला अनि अहिले त झन् उनीहरूलाई धेरै केयर गर्नुपर्छ नि त यस्तै गाउँठाउँमा अर्ग्यानिक लाइफ भनेको चाहिँ यस्तो हुन्छ होइन त्यति उहाँबाट हिँडेर आएको पुरै पसिना भइसक्यो पसिना आइसक्यो छिरिसक्यो जस्तो लाग्दैछ धानमा यहाँ नाली छ है र पनि जम्प हानेर यसरी छिरिसक्यो है झन्डै लडे उता छिरिसक्यो तँलाई तेरो खाली छिरिस धानमा छिरिस निक्ली बाहिर निक्ली कुदा गर्छस् मलाई अहिले हेर्छ ऊ त्यसरी ऊ धान खाएर हेरेन भने छिरिहाल्छ भरे आफैलाई रातभरि तनाव हुन्छ क्या फेरि रातभरि गएर सासो खेल्नु सक्दैन के भन्ने अनि अब उनीहरूको पीडा देखेर आफ्नो मन त जल्छ नि तर के गर्नु उनीहरूको पीडा लिन सकिँदैन केही छैन केही नै हुँदैन फेरि दबाईहरू पनि अरू अब चिसोले गर्दाखेरि ग्यास पक्रियो भने फाल्टै कुरा हुन्थ्यो त सुई लाउँदा दबाई दिँदा ठिक भइहाल्थ्यो चिसोले गर्दाखेरि हो भने अब धानको केही नै हुँदैन भगवान् भरोसा भने त्यहाँ छिरिसक्यो फेरि हेर्नु है त्यहाँ पर छिरिसक्यो म देखाउँछु नि कहाँ टेर्छ र त्यही भएर ग्याटिस लिनुपर्छ क्या ग्याटिसले परबाट यिनीहरूसँग हिँडेर सकिँदैन कुदेर सकिँदैन यहाँ छिरिसक्यो धानमा यसरी हेर्नु नि देखाउँछु तिमीहरू बाहिर निस्किन्छ यसको ठोकौँ बाहिर निस्कि
कि धान सब लडाएर बर्बाद धान पनि बर्बाद आफू पनि मर्छ यिनीहरूको त यताबाट जानुपर्ने हो क्या हिजो दुईटा बोका पनि खसी पनि कक्रिँदै थियो कि छिर्नुलाई यता इच्छा हो यतैबाट जानुपर्ने हो क्या घाँस धेरै अग्लो भएर यताबाट हिँड्दिनँ भनेको काँडाहरू हुन्छ मात्र हिँडेको हिँडे जताबाट ल्याएको त्यतै फर्किसक्यो चर्नु छैन भित्र सटङ ढङ जाऊ त जा पर जा फेरि घाटमै कुद्नु म क्यामेरा राखेर बन्द गरेर म अहिले यिनीहरूलाई ग्याटिसले हान्न थाल्छु होला म नाली छ नाली पानी पुरा सुकेकै छैन रहेछ या नाली यहाँ माथिबाट जानुपर्ने म यता माथिबाट कहाँ पुग्यो यिनीहरू चढ्नु जुवा पर देखिन्छ कि देखिँदैन क्यामेरा अलिकति त्यता चढ्नु चाहिँ क्यामेरा देखिँदैन रहेछ क्यामेरा यताबाट झाडीबाट कसरी निक्लिनु धानमा पुग्नु आँटिसक्यो यिनीहरू यहाँ अब चाहिँ अलिकति चढ्दैछ धानतिर खेदाउँदा गर्नु थाल्यो नि त अब पछि नछोड्ने रहेछ भन्ने हुन्छ यिनीहरूलाई पनि अनि त्यही भएर चढ्नु थाल्छ अब यता धानतिर उताबाट गएर यहाँ अब चाहिँ चढ्नु थाल्यो जस्तो छ कि अब चाहिँ चढ्नु थाल्यो धानतिर गएको छैन अब हेर्नुपर्छ कि यिनीहरूलाई स्टिक पाउँछ नि अब त्यो क्यामेरा पक्रिनुलाई त्यो स्टिक पाउँछ नि त्यो किन्नु त मन छ नि तर के गर्नु त्यही हो अर्थले गर्ने हो सबै कुरा अर्थ नभएपछि व्यर्थ हुन्छ होइन घाम फेरि दिउँसो घाम यस्तो छ अब आज बिहान त्यसले गर्दाखेरि के अरे चिसोले गर्दाखेरि टाउको दुखेर पसिना आउनु के अरे टाउको दुखेर बिरामी भएको थिएँ अहिले घामले गर्दा पसिना पुरा आउनु थाल्यो थाल्यो यहाँ रहेछ यता आइपुग्यो धानमा त छैन गएको यहीँ छ यसको नाम भुन्टे ऊ त्यहाँ छ काली होइन त्यहाँको सेतो पनि छ जस्तो लाग्यो बाख्रा चराउँदा सजिलो चाहिँ अब घाँस काट्नु पर्दैन सजिलै हुन्छ बाख्रा चराउनुलाई तर घाममा आफू पनि कुद्नु पर्यो धान खानु दिनु भएन यिनीहरूलाई
सेतो खसी पनि यही छ। धेरै हल्ला गरौँ भने चढ्दैन, डरले भाग्छ कि। हल्ला गर्नु हुँदैन, त्यसरी भागिहाल्छ। ठोक्छ भनेर गाडी स्लिपिहाल्छ नि त, अनि त्यही भएर डरले भाग्छ। धेरै हल्ला पनि गर्नु हुँदैन। अब चढ्नु थालेपछि एक ठाउँमा बस्दा हुन्छ, तर अब यहाँ कहाँ बस्ने, यही साइडमा बस्नुपर्छ। बस्दा चाहिँ धानको साइडमा घाम यस्तो छ, तीन त्रिलोक 14 भुवानी के भन्थ्यो त्यस्तै देखिने खालको छ घाम। यहाँ शीतलमा बस्नु पर्ला कि रहरीको फेदमा। यहाँ रहरीको फेदमा यहाँ शीतलमा बस्नु पर्यो, किनभने यहाँबाट देखिन्छ, हेरिन्छ होइन। यहाँबाट हेर्ने हो, ऊ त्यहाँ गर्दैछ। यस्तै छ अर्ग्यानिक लाइफ भनेको चाहिँ होइन। अर्ग्यानिक लाइफ यस्तै छ, बाँच्नु त पर्यो नि होइन। ल अब एकछिन म रेस्ट गर्छु, त्यसपछि फेरि हजुरहरूलाई अर्को भ्लगमा देखाउनेछु। बाई अहिले।